नमस्कार दर्शकबिन, हामी सहरिया बुहारी 130औं भागलाई रियाक्सन गर्न गइरहेछौँ। 130औं भागमा घटेको घटनालाई विश्लेषण गर्दै अब के हुँदा राम्रो, के भइरहेछ र के हुनेवाला छ सो तपाईँहरूको प्रतिक्रिया यसमा जनाइदिनुहोला र सो प्रतिक्रिया लिएर हामी अगाडि बढ्ने नै छौँ। र तपाईँहरूले सहरिया बुहारीको 131औं भाग हेर्न चाहनुहुन्छ भने सञ्जीवनी इन्टरटेनमेन्टको युट्युब च्यानलमा तपाईँले हेर्न सक्नुहुन्छ। हामी हेरौँ पहिला सहरिया बुहारी 130औं भागको अन्तिम रियाक्सन भिडियो। तपाईले त साँच्चै आमालाई लिएर आउनु भयो त। मलाई त साह्रै खुसी लाग्यो। अनि आमा राम्रोसँग आउनु भयो नि? राम्रो छ। साँच्चीकै बसन्त भनेको एउटा निडर व्यक्ति हो जसले आफ्नो झट्केले बुवाको हातबाट छोडेर आफ्नो आमालाई सदाको लागि खुसियाली जीवन दिनको लागि आज आफ्नो घर लिएर आएका छन्। अनि बाले के गर्नुभएको छ त? बिचारा बा उता एक्लै हुनुहुने भयो। अनि बालाई पनि सँगै लिएर आउनुपर्छ नि त। बहिनी, तिम्रा बा बिचारा होइनन्, उनी त नरपिचास हुन्। म त्यहाँ पुग्दाखेरि आमालाई बाले नराम्रोसँग पिट्दै थियो। एकैछिन म जान अझै ढिला गरेको भए बाले त आमालाई मार्न पनि बेर लाउँथेनन्। त्यसैले त्यस्तालाई त मैले नरपिचास भन्न रुचाउँछु, बिचारा होइन। भनेपछि हाम्रो आमालाई बाले कुटपिट गरेको प्रत्यक्ष तपाईँले देख्नुभयो होइन? देखेँ त के रे, बङ्गारा फुस्किने गरेर दिनुपर्छ नि। एक दुई झापड त मैले हानेको। त्यो झापडको जवाब फर्काएको भए मैले पुलिस बोलाएर तुरुन्तै जेल कोचिदिन्थेँ। आजको जमानामा एउटी महिलालाई यसरी घरेलु हिंसा गरेर बस्नु भनेको ठुलो अपराध हो। यो कुरा उनलाई अलिकति पनि थाहा रहेन सके। त्यस्ता नरपिचासलाई कसरी थाहा हुन्थ्यो र? सम्झिँदाखेरि पनि मलाई त रिसै उठेर आउँछ। आमा पनि किन रुनु भएको के? अब तपाईँ तीन भाइ छोराको साथमा हुनुहुन्छ। तपाईँको साथमा छोरी छिन् अनि बुहारीहरू छन्। त्यसैले यसरी रुने होइन है, मैले भनिदिएको छु नि। म यो खुसीले रोको हो बाबु। यसरी तिमीहरूलाई भेटेर यसरी खुसी साथ बसौँला भनेर मैले कल्पना पनि गरेको थिइनँ। तर भगवानले फेरि तिमीहरूको साथमा ल्याए मलाई। त्यसैले आज त मलाई साँच्चीकै जुनी फेरेको जस्तो भएको छ। ल आमा, अब सब पुराना कुराहरू भुलेर नयाँ जिन्दगीको सुरुवात नयाँ तरिकाले गर्नुपर्छ। र हामी पनि सधैँ भाग्यमानी हुनेछौँ। आजसम्म हामीबाट टाढा भएकी आमालाई भगवानको कृपाले फेरि हाम्रै साथमा ल्याएको छ। भयो शिशिर, अब धेरै गुनासो नगर। बरु आमालाई भोक लागेको होला, भित्र केही खाजा छ भने खान दे नि त आमालाई। रिमा, जाऊ त खाजा बनाऊ। मलाई त आमाको मुख हेरेर सँगै धेरै बेर बस्न मन लागेको छ। हिँड बहिनी, तिमी र म भित्र गएर खाजा बनाऊ। बाहिर शिशिर र आमा गफ गरेर बस्छन् एकछिन। तबसम्म कविराज दाइ र भाउजू पनि आउनुहुन्छ होला। जा मिडा। हस् दाइ। आमा, मलाई त तपाईँको काखमा सुतेर मजाले तपाईँको अनुहार हेर्न मन छ। बिचारा के गर्छस् त? बालापनमा तेरी आमाको पुरै माया पाउन सकिनस्। त्यसैले अझै पनि तेरो आत्माले आमाको न्यानो काख खोजेको होला नि त। आइज सुत मेरो काखमा। के गर्नु, बाध्यताले गर्दाखेरि 1 वर्षमै छोडेर हिँडेकी थिएँ मैले तँलाई। तर अहिले त ठुलो भएछस्। तर तैँले मलाई जति माया गर्छस् नि त्यति नै राधा भाउजूलाई पनि माया गर्नुपर्छ है बाबु। जसले जेसुकै भने पनि आमा भनेको आमा हो, भाउजू भनेको भाउजू हो। त्यसैले भाउजूले मलाई जति सुकै माया गरे पनि मेरो नजरमा कहिल्यै भाउजू आमा हुन सक्दिनन्। भए पनि त 1 वर्षको उमेरदेखि यहाँसम्म हुर्काएर ल्याएको हो नि त तेरी भाउजूले तँलाई। तँलाई त मैले जन्म मात्रै देख्यौँ, कर्म त तेरी भाउजूले दिएको हो नि त बाबु। ल भयो, यस्ता कुरा नगर्नुहोस्। अब मलाई त मेरी आमाको साथमा भए अरू कोही चाहिँदैन। लाटा त्यस्तो सोचेर हुन्छ? भाउजूलाई पनि त माया गर्नुपर्छ नि।
ल भयो अब यो सब कुरा छोड्नुहोस्। बरु तपाईँलाई बेसरी भोक लागेको होला। बसन्त दाई, बसन्त दाई, खाजा छिटो बनाउनुहोस् है। ए ल हेर न, शिशिरले अर्डर लगाएको। त्यही त आमा आएको भएर होला शिशिर दाइ लास्टै फुरुङ्ग आउनुभएको छ। अनि तिमी फुरुङ्ग बाँकी छैनौ र? किन नआउनु, अझ भोलिबाट त कलेज पनि जाँदैछु। त्यसैले म पनि धेरै खुसी छु दाइ। त्यही त, भोलिबाट तिमी कलेज जाँदैछौ अनि म पनि काममा जाँदैछु। हो नि, तर तपाईँले काममा कति गाह्रो हुन्छ होला है। गाह्रो भए पनि गर्नै पर्यो के रे। अब आफ्नै गाउँठाउँमा काम पाएको छु। अब आफ्नै गाउँठाउँमा काम पाएको बेलामा यत्तिकै छोड्न पनि त भएन नि। त्यही त, कामको लागि मान्छे विदेशसम्म पुगेका छन्। तपाईँले त भगवानको कृपाले आफ्नै गाउँठाउँमा काम पाउनु भएको छ। त्यसैले के गर्ने त, जनातना गर्नै पर्छ दाइ। राधा तँलाई किन यसरी रोयो कि भन् त? देख्नु भएन र त्यहाँ आमा छोराको माया? अहिले बल्ल देखिस् होला नि, अनि बुझिस् पनि होला नि एउटा आमा र सन्तान बीचको आत्मीयता कस्तो हुन्छ भनेर। तर आमा र छोराको बीचमा यस्तो पनि आत्मीय माया हुन्छ भनेर मैले कहिले पनि कल्पना गरेकी थिइनँ। तर आज तपाईँको आमा र शिशिरलाई देख्दा सबै कुरा महसुस गरेँ। त्यसैले त तँलाई मैले बारम्बार भन्छु नि, एउटा आमा र छोरा बीचको आत्मीयता बुझ्नलाई पहिला आमा बन्नुपर्छ भनेर। हेर त, आमा छोराको भेट हुने बित्तिकै अहिले दुवैजना कति खुसी भएर बसेका छन्। सायद तपाईँलाई पनि आमाको न्यानो काखमा त्यसै गरी निदाउन मन लागेको होला है। लागेको छ, किन नलाग्नु। तर उमेरको हिसाबले पनि आफ्नो मनमा भएका रहरहरूलाई यत्तिकै मारेर बस्नुपर्ने रहेछ। बरु हिँड जाउँ। पक्नुस् न तपाईँ, अझै एकैछिन शिशिर आमाको न्यानो काखमा सुतोस्। बिचरा आजसम्म माउ बिनाको चल्ला जस्तै भएर बसेको रहेछ। आज आमाको काख पाउन साथ त्यस्तो गरेको छ। अब त तैँले आमाको रिस गर्दिनस् नि। मैले कहिले पो रिस गर्छु भनेकी छु र? मैले त आमा यता आएर बस्नुभयो भने समाजले राम्रो मान्दैन भन्न खोजेकी हुँ। अनि घरमा धेरै मान्छे जम्मा भइसकेपछि खानेकुराको रासन पानी पनि बढ्छ, खर्च पनि बढ्छ। त्यसैले पहिला केही न केही कुराको जो गरेर यो कामलाई अगाडि बढाउनुहोस् भन्न खोजेको। तर तपाईँले मेरो कुरा बुझ्नै सक्नु भएन। भयो, अब धेरै लोकचार नपार। अहिले तैँले शिशिर र आमा बीचको आत्मीयता देखेर यसो भनेकी होस्। तर अझै पनि तेरो मनमा आमालाई रिस गर्ने एउटा कालो दाग बसिरहेको छ। किन यस्तो भन्नुहुन्छ के तपाईँले? बरु मैले भनेको मान्नुहुन्छ भने शिशिरलाई पनि कतै काम खोजेर पैसा कमाउनु पठाउनुहोस्। अनि बहिनीलाई पनि पढ्न नपठाउनुहोस्। एकचोटि तपाईँ आफै सोच्नुहोस् त, घरभरि यसरी मान्छे भएको बेलामा बहिनीलाई त पढाउन सकिन्न नि। अनि धान्दैन होला नि त खर्चले पनि। यस्ता कुरा नगर। मान्छेको जातलाई परेपछि टर्छ भन्ने एउटा उखान सुनेकी छैनस् र? परेपछि टर्छ भन्दैमा आकाशबाट खानेकुरा र पैसा झर्दैन होला क्यारे? त्यसैले मैले भनेको मान्नुहोस्, शिशिरलाई पनि पैसा कमाउनलाई कतै पठाउनुहोस्। बसन्ते त भोलिबाट काममा जाने होला। तैँले भन्ने बित्तिकै शिशिरलाई पैसा कमाउन जा भनेर मैले कहाँ पठाउँ भन् त? शिशिरसितको दमालीहरू अहिले कोही पनि गाउँमा छैनन्। कोही विदेशमा छन्, कोही सहरतिर बसेर जागिर खाएका छन्। अनि शिशिरको बारेमा पनि त हामीले केही न केही सोचिदिनु पर्यो नि। अहिले तुरुन्तै नभए पनि बिस्तारै मेसो मिलाउँदै गएपछि सबै कुरा मिल्छ। ल यो बारेमा विचार गरौँला। तर तैँले पहिला जस्तो आमाको रिस गर्ने बानी चाहिँ बन्द गर है।
अब सबै पहिलाका पुरानो कुराहरू भुलेर अब नयाँ जिन्दगीको सुरुवात हामीले सुरु गर्न आँटेका छौँ। त्यसैले पहिलाको कुरा न त तैँले सम्झेर हुन्छ न त आमाले नै सम्झेर हुन्छ। ल ल अब सधैँभरि यसरी सबैजना सँगै बसेर पनि सकिन्न होला। त्यसैले सबै कुरा बिस्तारै मिलाएर कि बसन्तेले यो घरमा आमा पालेर बस्नु पर्यो कि हामी बसिन्छ। छा यसले पनि के भन्छ यो सब कुराहरू कसरी सम्भव हुन्छ भन् त? कसरी सम्भव हुँदैन? यो घरको मूल्य गरेर बसन्तेले हामीलाई पैसा दियो भने हामी अन्त कतै गएर बस्न पनि त सकिन्छ। त्यही पनि हिजो आज सबै गाउँका मान्छेहरू तरै झरिसके। यदि बसन्तेले हामीलाई यो घरको मूल्य अनुसारको पैसा दियो भने त हामी पनि तराईतिर झरेर बसौँला नि। हे तेरिका, तेरो सोच पनि कस्तो घटिया छ क्या राधा। अलिअलि त बुझ्ने कोसिस गर्न। तैँले जे भन्छस् त्यो सबै कुरा मैले मान्दै हिँड्यो भने तैँले मलाई एक न एक दिन खरानी घसेर हिँड्ने बनाउँछस्। ल ल तपाईँ धेरै जान्ने भएर जे कुरामा पनि पछि पर्न नखोज्नुहोस्। मैले त हाम्रै भविष्य राम्रो होस् भनेर यस्तो कुरा गरेकी हुँ। मैले मेरो भविष्य राम्रो होस् भनेर सोचेर मात्रै हुँदैन नि, मैले आफ्नो भाइ र आमाको लागि पनि त सोच्नु पर्यो नि। सबैको भविष्यको जिम्मा लिनलाई के तपाईँले ठेक्का लिएर बस्नु भएको छ र? भए पनि बाउ पछिको यो घरको जेठोबाट छोरो हो नि म। बाउ हुन्थ्यो भने सबै बारेमा बाउ आफैले सोध्थे होलान्, तर बाउ नभएपछि यी सबै जिम्मेवारीहरू मेरो काँधमा आएको छ नि त। जस्तोसुकै जिम्मेवारी काँधमा आए पनि मैले भन्नु यति हो, मेरो कुरालाई सधैँभरि मनमा राखेर अगाडि बढ्नुहोस्। अरू कुरा म केही पनि जान्दिनँ। छा यो आइमेले त कुरा गर्दा गर्दै फेरि मेरो टाउको दुखाउन थाल्यो। आइज जाउँ। ल ल हिँड्नुहोस्। आमा भाइहरूसित अनि बहिनीसित बोल्दाखेरि अलिक आफ्नो भविष्यलाई सोचेर पनि बोल्ने गर्नुहोस्। फेरि जान्ने भएर प्यार बोल्नु होला र हामी सधैँ पछाडि नै परौँला। छा यो आइमे कति जान्ने भयो कि ओली। आइज जाउँ। आमा ए आमा। ए सिमहरू आयौ? हामी त भुसुक्कै निरहेछौँ। धेरै समयपछि आमा छोराको भेट भएको। तपाईँहरूलाई त एकअर्काका आत्मीयताले बेसरी बाँधे जस्तो छ। के गर्नु त बुहारी, आमाको जातलाई आफ्नो सन्तानको गन्धले नै निन्द्रा लाग्दो रहेछ। भएन भनेर यो शिशिर पनि आमासित बेसरी न्यास्रेको रहेछ। ठिक छ नि त, आमा छोराको यस्तो आत्मीयता देखेर मलाई त अचम्म लाग्यो अनि खुसी पनि लाग्यो। बरु खै त बसन्ते र रिमा कता गए? भित्र खाजा बनाउन जानु भएको छ। के गर्ने आमा, बसन्तेको घर सबै सहकारीको ऋणले खायो, त्यसैले हामी सबैजना एकै ठाउँ बस्दै आएका छौँ। मैले सबै कुरा थाहा पाइसकेँ। बाटोमा आउँदाखेरि बसन्तेले सबै कुरा सुनाउँदै आएको थियो। तर तिमीहरू सबैजना फेरि मिलेर बसेको देख्दा मलाई धेरै खुसी लाग्यो। हुन त केही समयको लागि हामी सबै यसो मिलेर बसेका हौँ क्या रे। अब बसन्तेको केही मेसो नमिलेसम्म सडकमा गएर बस भन्न सकिएन। त्यसैले तिमीहरूको केही मेसो नमिलेसम्म आओ यतै हामी सबैजना मिलेर बसौँ भनेर दुवै परिवार सँगै बसेका छौँ। अहिले तपाईँ पनि आउनु भएर अब हामी 3 परिवार हुने भयौँ। हेर्नुहोस् है दाइ, भाउजूले राम्रोसँग सम्झाउनुहोस्। अब यो घरमा भाउजूको धेरै चोरीफुरी चल्दैन नि, किनकि यो घरमा आमा आइसक्नु भयो अब। र अब यो घरमा आमाले जे भन्नुहुन्छ त्यही मात्रै चल्छ। बुहारी, शिशिरको कुराले तिमीले मन नदुखाउ ल। ऊ भर्खर निन्द्राबाट उठेको भएर बोल्न जानेन होला के। मैले यस्तो कुरामा किन मन दुखाउने हो र? मैले यस्तो कुराहरू त धेरै सहँदै आएकी छु। त्यसैले हिजो आज त मलाई बानी परेको छ यस्तो कुरा सहने। त्यही पनि मैले सही त बोलेकी छु नि। यदि गलत बोलेकी थिएँ भने त मलाई पनि त पछुतो हुन्थ्यो होला नि। मलाई थाहा छ तिमी धेरै बुझकी छौ। म पनि पहिलाको सबै कुरा बिर्सेर यतै आएकी छु। अब जे जस्तो भए पनि सबैजना मिलेरै बस्नुपर्छ। भनेपछि तपाईँ अब सधैँभरि यतै छोराहरूसित बस्ने गरी आउनु भएको हो? बसन्तले त त्यही भनेर ल्याएको हो नि त मलाई। ल अब यो कुरा छोडौँ। आमा कति बेला हिँड्नु भएको हो? भोक लागेको होला। हिँड्नुहोस्, जाउँ भित्रै। बसन्ते र रिमाले खाजा बनायो कि यति बेलासम्म। जाउँ, हिँड्नु आमा। राधा त पनि हिँड।
आइज। दर्शकबिन, आज बसन्तले आफ्नो आमालाई सदाक लागि लिएर आज आफ्नो भाउजू र दाइकोमा राखिरहेका छन्। के साँच्चीकै भाउजूले अब सँगै सबैजना मिलेर बस्छन् होला त, वा कुनै नयाँ चाल चलेर आमालाई वा आफ्नो परिवारलाई छुट्टै उनीहरू बस्न चाहन्छ होला। यी सम्पूर्ण कुराहरूको जानकारी अगाडि भिडियोमा पाउनु नै हुन्छ। यति जेलसम्म हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।